आज कसरी कमाए त मैले 1000 को नोट। हेलो गाइज, आज चाहिँ मेरो बिहानको सुरुवात चाहिँ यो कालो कुखुराको सेतो अन्डाबाट हुन्छ। आज चाहिँ म बाबाको बाइकमा पछाडि बसेर सरर गएँ चोकर लिन। चोकरलाई काखमा राखेर हामी हिँड्यौँ घरतर्फ। गर्मीको मौसम भएर होला बाइकमा हिँड्दा नि कस्तो आनन्द आइरहेको थियो सरर। आज धेरै दिनपछि काम थियो, त्यही भएर मैले छिटो भात खाएर हिँड्न थालेँ। मेसिन लिन अङ्कलको घरमा जानु पर्थ्यो, त्यही भएर लाग्यो हामी अङ्कलको रुमतिर। अङ्कलको रुममा पुगेपछि मैले मेसिन उठाएर अङ्कलसँगै कामतर्फ हिँडेँ। अङ्कलको पछि भाग्दा बल्ल पुग्यो। पुग्ने बित्तिकै हामी लाग्यौँ ट्याङ्की सफा गर्न। पहिला माथिको ट्याङ्की सफा गऱ्यौँ, त्यसपछि आनन्दले तलको ट्याङ्की सफा गऱ्यौँ। खासै मेरो काम त ठुलो थिएन गाइज, त्यही पनि अङ्कलले चाहिँ एकदम राम्रोसँग काम गर्नुभयो र छिटै काम सकेपछि चाहिँ हामी लाग्यो घरतिर। मेसिनको पनि जिम्मा लाग्यो। मेसिनको जिम्मा लागेपछि हामी सरासर हिँड्यौँ घरतिर। घर जाने बित्तिकै मैले एउटा चाउचाउ किनेर त्यसलाई पकाएँ। एउटा चचरी मात्र नपुग्ला कि भनेर मैले एक मुठी चिउरा मिसाएर गम खान थालेँ।